हाय हेलो 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 मेरा प्यारा प्यारा मित्रहरू मेरा मुटुका टुक्राहरू वेलकम टु माई न्यू ब्लग म यहाँ चाहिँ हेरिरहेको छु। सो आज चाहिँ मसँग छ यहाँ हाम्रो खसीको यो फोक्सो कलेजो मृगौला के छ अंकल ल्याउनु भएको। सो यसलाई चाहिँ म आज फर द फर्स्ट टाइम पकाउँदैछु। यो मात्रै मासु त पकाउँथे। ओके लेट्स कुक विथ मी। त्यसको लागि चाहिँ मैले यहाँ प्याज पनि काटिसकेको छु, लसुन पनि थोरै दाल झाल्नको लागि हो नि, मसला पनि पिसिसकेको छु। अब कराई बसालेर ग्यास जलाऊ हैन। आज रन्जुको कुकिङ च्यानल रन्जु भ्लग्समा कुकिङ। या कराई तातिसकेको छ। अब चाहिँ हामी तेल हालौँ हैन। तेल कति हाल्नु पर्ने हो आई रियली डोन्ट नो। किनभने यसमा यो बोसोहरु पनि देखिएको छ हैन। यो बोसो देखिएको छ। अब कति हाल्नु पर्ने हो तेल आई डोन्ट नो। त्यबाट थोरै नै हालेको छु अहिलेको लागि चाहिँ। रन्जुले यहाँ कति खतरा खतरा खाना बनाउँछ यु डोन्ट नो गाइज। मेथी मलाई एकदमै मन पर्छ गाइज। अब चाहिँ म हाल्छु यहाँ प्याज रातो हुन लाग्यो, भइसक्यो रातो। त्यो रातो हुँदैछ, टमाटर काटौँ न त्यति बेलासम्म। यो चाहिँ धनियाको धुलो हो। मैले चाहिँ जिराको मात्रै मसला पिसेको थिएँ कि, अनि त्यही भएर जिरा र अनि अरू के हुन्छ नि मासुमा हाल्ने त्यो हालेको थिएँ। अनि त्यही भएर यो चाहिँ धनियाको धुलो चाहिँ मिक्स गरौँ। बोसो छ भनेर थोरै तेल हालेको क्या र अब यो निस्किन्छ कि निस्किन्न है। यसको निस्किनु त पर्ने हो। धेरै हाल्यो भने चाहिँ चिल्लो भइहाल्छ क्या। द्याट्स वाइ हो। यो चाहिँ यहीँ चप्किनै लाग्यो कि त्यहाँ यु क्यान सी यहीँ चप्किन लाग्यो। अब म यसमा थोरै पानी त हाल्नु पर्यो नि हैन। यो फिज किन निस्किरहेछ गाइज आई रियली डोन्ट अन्डरस्ट्यान्ड। फिज निस्केको बुझिनँ मैले। ओके गर्मी धेरै छ गाइस। बढिरहेको छ नेपालभरि नै गर्मी त। आई डोन्ट नो यो पाक्यो कि पाकेन। थोरै पानी हाल्छु। एकदम टेस्टी गाइस। गर्मी भइसक्यो गर्मी। ट्राई गर्छु। एकदम खाइ गर्छु क्या मैले आज। दामी ओके। अब म यो भुटेको भात थियो कि बिहानको, मैले चाहिँ खाएको थिएन। भुटेको भातसँग यो खान्छु। अलि चर्को भएछ कि क्या हो। चर्को बनाइदिए यार आज। बल्ल थाहा पाएँ। एक्लै बसेर खाइरहेको छु गाइज, किनभने म एक्लै नै छु अहिलेको लागि।
टेस्टी छ लुक इट भात दाल अचार अनि हाम्रो मासु भनौँ बाबा